के आज भोज छ यहाँ हो आज भोज छ हो यहाँ हजुर म्याम हजुर किन ठुल्ठुलो स्वरले बोली बस्यो आज भोज हो आज अनि के भोज हो यो ए च्यामर मिल्थ्यो हजुर यहाँको पार्टी के को पार्टी हो चुच्चे पार्टी बर्थडे कसको कान्छीबरीको एक अनि त्यत्रो चारजना खटाइदिएर गएको म भान्जी व्यवस्थापन अहिले काम मिलाएर दुई भित्ते अर्को दुई भित्ते गाँसेर चार भित्ते पारिदिनु पर्छ अनि उहाँलाई चाहिँ काम नलाग्यो को दादै हो त भने ए एक बाल्टी के भोरि नै ल्याउनु पर्ने आधी ए अनि उहाँ चाहिँ उहाँ नि भान्सा सघाउन आउनुभएको आज अलिअलि गरेको छैन अलि यसरी ए अनि च्यामर मेनलाई चाहिँ केही काम दिएको छैन अनि भिलेन अनि यो भिलेनलाई पनि काम लाउनु पर्दैन कि अनि ट्रक के हो अनि औँठी सौठी लाएर एकदम पुरा त्यो के हो यो अनि हात देखारे अनि के तर्सर हिँड्ने हामीले गाउँमा पाएको यस्तै लाको पाएको खाएको अनि भित्रमा अनि वरिष्ठ कुक पनि हुनुपर्छ सेफले त उयो नुन खोर्सानी मसला चाख्ने मात्रै होला ए त्यस्तो भयो अनि हामी के कान्छीबरीको सुटिङ भयो त आज भनेको कठे कान्छीबरीको सुटिङ भोरे भने अथवा काम गर्न आउनु भएको कति दिन्छ नि त अनि मासु र भात बुढाले मासु खान दिएनन् मलाई मासु भात खान दसैँ आउनु पर्छ बल्ल यहाँ बोलाए यो कुरा चाहिँ अब यो कठे कान्छीबरीको डाइरेक्टर भन्नुपर्ने भयो अनि आलुको भरमा यत्रो कलाकारलाई अनि फिल्म खेलाउने डाइरेक्टर नाम तपाईँ डाइरेक्टर नाम के हो जिउ धम्के हो धम्के बुलाकी ए ल राम्रो पकाउनु होला रातो लाउने भनेपछि कराईमा तेल बोकेर तेल हो कि के हो भनेपछि उहाँ वरिष्ठ कुक आज दुईजना अनि कटिङ मास्टर ल ठिक छ राम्रोसँग सुटिङ गर्ने होला यो चाहिँ अब सिम्पल फिल्म भागेर आयो मलाई पनि बिहान आलुबारीमा लडायो होइन कहीँ एक्लै भेटी भयो नि म पनि लडाइदिन्छु ल एउटा केटीले इटा बोकेर सर हैन बन्दुक लिएको मान्छे नि भाग्यो होला लिए इटाको भरमा भाग्ने नि यस्तो गुन्डालाई तपाईँहरूले राखेर अनि सुटिङ के राम्रो होला त काम छैन आजलाई सिद्धि होला भात खाएपछि पठाइदिनु होला होइन ए